Shit. Zara. Yes, हाम्रो यो कालो चाहिँ कुल्ली हो। त्यो डुबाएपछि चाहिँ तान्नुपर्छ है माछालाई। ओभर बोरिङ लागेर फिसिङ गर्न आएको झन् अल्छी लाग्दिएर माछा नपरेर मच्चेटे टोकेर हामी फेरि अर्को दहमा आइसक्यौँ। यहाँनिर 3 चोटि मेरो बल्छी खायो, तर 3 चोटि नै गङ्गटा निस्क्यो भनेपछि त्योभन्दा अलाच्छिन ठाउँ रहेछ यो। गङ्गटा मात्रै छ खोलामा यार। दुई घन्टा अब माछा मार्नु बसेको, एउटा पनि परेको छैन। एउटा परेको हुन्थ्यो खै खाँदैन। खाए अब यहाँ अन्तिम चोटि हो यो। केले खाएको खाइछ क्या, यहाँनिर चारो मात्र खाएको खाइछ। गङ्गटा हो कि माछा हो एकचोटि ट्राई गरौँ भनेको गाइस। अहिलेसम्म 6 वटा गङ्गटा परिसक्यो। ओके खाँदैछ वर्षपछि झ्याप्प माछा मार्नु पर्यो भनेर आइदिएको। अलि सुरुमै खबर गरेछ है क्या म आउँदैछु भनेर। एउटा माछा छैन त। फेरि म आउँदा फेरि यस्तो हुन्छ। फेरि माछा मार्न आउँदाखेरि सामान ल आजलाई यति नै, अब घर चल्दिने हो। यो अब अलाच्छिन दिन एउटा पनि परेन। मैले कसको मुख हेर्नु परेमा अल्छी लाग्यो। त्यो माथि एक्लै
ल अब म चाहिँ घरतिर लागेँ। ल आजलाई भिडियो यति नै। मेरो फर्स्ट भिडियोलाई माया गरिदिनु होला है त गाइज।